हामी चाहिँ अब फाइनली गाडीबाट झरिसक्यौँ। भाइ आउनु मान्नु भएको थिएन, मैले जबरजस्ती तानेको ट्रेनबाट। फेरि अगाडि चाहिँ नहेर्नु है, बाटो अप्ठ्यारो छ। बाटो अप्ठ्यारो छ। 16 छ नि हौ। दुईजना आयौँ, यत्रो खुसी लाग्यो। यस्तो भ्यू राम्रो छ, यो दामी छ होइन? दामी छ। हेलो नमस्ते एभ्रिवान, वेलकम टु माई ब्लग। सो लङ टाइम पछि आज फेरि भिडियो बनाउन लागिरहेको छु। कामको व्यस्तताले गर्दा एकदमै अलिकति ब्लगमा पनि फोकस गर्न सकेन, अनि त्यही हो गलेको शरीर, अलिकति थकानले गर्दा बनाउन सकिनँ। अनि आज चाहिँ फेरि लङ टाइम पछि इनर्जी लिएर आइरहेको छु। सो आज चाहिँ फेरि हामी दुईजना दाजुभाइ गजे भन्ने ठाउँमा गरिब बिदा स्पेन्ड गर्न जाँदैछौँ। लेट्स सी है त गजे कस्तो छ, अनि त्यहाँ चाहिँ समुद्र पनि छ क्या, पार्कहरू के कस्तो छ हेरिदिउँ है त। मेरो दाइ चाहिँ यहाँ हुनुहुन्छ। हामी आज कहाँसम्म जाँदैछौँ दाइ? हामी आज गजेसम्म पुग्छौँ नानीहरू। ल आजको वेदर चाहिँ लास्टिक गर्मी छ, कति 36 डिग्री भन्दा एभबै छ, एकदमै गर्मी छ। अनि मेरो दाइ चाहिँ फेरि यहाँ ह्यान्डसम भएर आज हिँड्नु भएको छ टक्क होइन। एक दुईजना भाउजू लिएर आउनु पर्छ होला यार आज पक्कै आज ल्याउँछ होइन, गजेतिर भेट्यो भने लिएर आउनु पर्छ ल। बाबा रे बाबा, लास्टै तातो छ है गाइस, लास्टै तातो होइन दाइ? हो बिल्कुल तातो छ है साथी हो। हामी चाहिँ अब फाइनली गाडीबाट झरिसक्यौँ। अब टक्क हामी ट्रेनमा चढ्दैछौँ होइन दाइ? अब यहीँबाट जाउँ न त, ठिक्क हरियो पनि आयो त। ट्रेन चाहिँ यहाँबाट चढ्नेवालामा छौँ अब दाजुभाइ। गलियो त दाइ, बलियो त्यतिका होला। अब हामी फाइनली ट्रेनमा चढ्न लाग्यौँ, मेट्रोमा। टक्क यहाँनिर कार्ड चाहिँ हानेर छिर्नुपर्छ हामी। एउटा भाउजू लिएर आउनुपर्छ भने क्या आज, एउटा होइन एउटा होइन दुईवटा जति लिएर आउने प्लानमा छौँ हामी। ओके। फेरि अर्को ट्रेन चढ्ने तर्खरमा छौँ होइन दाइ? अनि ट्रेनमा त राम्रो राम्रो भाउजूहरू त देखियो, तर एउटासँग सम्पर्क चाहिँ भयो। अब फेरि सम्पर्क पनि गर्नु हो? सम्पर्क कन्ट्याक्ट नम्बर साटासाट भएको छ। भरे भनेपछि कल गर्ने हो? भरे कल गरिन्छ मस्त। केस लाउँछ नि फेरि। तपाईँहरू नातिनु होला, तपाईँहरूको लागि एउटा आउँदैछ कोरियन होइन? कोरियन हेरौँ तपाईँको भाउजू भाइ आउनु मान्नु भएको थिएन, मैले जबरजस्ती तानेको ट्रेनबाट। गयो ल ट्याक्क ट्रेन सुट हो, ट्रेन सुट हो, समुद्र होइन नि। ल फाइनली हामी चाहिँ गजे भन्ने ठाउँ नगएर हामी यता खाङाली भन्ने ठाउँतिर झरेको छौँ। अब खाङाली भन्ने ठाउँतिर घुम्ने प्लानिङ भइरहेछ समुद्रतिर। सो फाइनली हामी खाङाली आइपुग्यौँ होइन दाइ? ल गर्मी चाहिँ लास्टै छ। अब यहाँबाट हामी टक्क म्याप हेर्दै 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 समुद्रतिर लाग्दैछौँ होइन दाइ? अब समुद्रमा गएर टक्क दाइ फेरि पुरा बिकिनी लगाएको मान्छेहरूलाई धेरै हेर्ने होइन? त्यस्तो नभनिहाल्नु, बिकिनी लगाएको मान्छेहरू एकदमै धेरै होला नि। उहाँहरू अब देखा पर्छन् भने आँखा छल्नु पर्यो, घोप्टो पर्ने हो सिधै टक्क। अनि दाइलाई कस्तो भइरहेछ? एकदम रमाइलो फिल भएको छ। यो गर्मी बिदामा यसरी घुम्न पाउँदा भित्रैदेखि बबाल लागिरहेछ, रमाइलो फिलिङ भइरहेछ। रमाइलो फिल भएको छ। फेरि अगाडि चाहिँ नहेर्नु है,
बाटो अप्ठ्यारो छ। बाटो अप्ठ्यारो छ फेरि गाह्रो पर्छ। तपाईँको भाउजूहरू आउने क्रम जारी छ भाइ। भाउजूहरू आउने क्रम जारी छ। भाउजूहरूलाई आँखालाई हाल्नु हुँदैन यहाँ चाहिँ फेरि, ओके अनि अलिक गाह्रो छ। अवस्था त्यस्तै हो। ल यार म आएछ है खाँखाले बिच होइन। अनि भिडियोमा त पुरा भ्यू हेर्ने ठाउँ देखिन्छ त। यो के हो माथिको चाहिँ? ए पुल पो रहेछ त माथिको त। पुल हो। कति शीतल ठाउँमा आइपुग्यो। दामी 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 दामी। यहाँबाट क्रस होला है त्यहाँ। यति भन्छ एकछिन हामी आइपुग्यौँ क्या हो। आइपुगेको छ नि, यहाँ त क्रस गरौँ। आइपुगेकै त हो। यो त अनि हेउन्दै जस्तै छ त। हो त ठ्याक्कै है। खै पुल चाहिँ छैन र मात्रै होइन, नत्र सेम हेउन्देलो। 9 मिनट अझै लाग्छ भन्छ त यार। हामी त्यो भनेको ठाउँमा हजुर अब त भेट्यो त। कता कता देखाएर म अफ गरिसकेँ। छोड्दिनँ। अब ल दामी छ होइन। बवाल छ बवाल। छाता खोल्नु न यार यस्तोमा त। बा ल्याउन्देज जस्तो ठाउँहरू धेरै रहेछ। के लेखेर चाहिँ यहाँ अन्यङ भिडियो गर्नु दिँदैन होला यहाँ त होइन। दिन्छ। बा दामी होइन। हो नि। बोर्डमा हेर्नु न। ल फाइनली हामी चाहिँ अहिले खङ्गाली बिचमा आइरहेको छौँ। आज हाम्रो प्लानिङ चाहिँ गजेको आधा समुद्रमा जाने प्लानिङ थियो, तर फाइनली हामी चाहिँ यता आइरहेको छौँ। यो चाहिँ अलिक नजिक परेको कारणले चाहिँ हामी गजेको त्यो पुलतिर चाहिँ पुगेन होइन। तर यहाँ भयो भने दामी छ होइन दाइ। बिल्कुल बिल्कुल दामी दामी भइरहेछ होइन दाइ। दामी छ। तर गर्मी चाहिँ बवाल छ होइन। खाताको सहारा लिएर मेरो दाइ ह्यान्डसम देखिरहनु भएको छ। आज एक दुईवटा अलवेज ह्यान्डसम हो तपाईँको दाइ। एक दुईवटा भाउजूहरू चाहिँ लानुपर्छ होला होइन। तयारी गरिँदैछ। तयारी लाने हो। हामी त्यो बाइकको कस्ट सोधौँ है। त्यहाँ भयो भने उडाउँला हामी दाजुभाइ। तर हाम्रो भिडियो कसले खिच्दिने यार हो। ओके ल त्यहाँ गएर सोधौँ है त। हुन्छ नि खाइदियो। यो चाहिँ पानीमा कुद्दैन है। यो चाहिँ कुद्दैन, यो बाहिरको लागि हो। रथ रहेछ। यो चाहिँ जस्ट उयसको लागि होला। खङ्गाली है गाइज, खङ्गाली। आज केटाहरू चाहिँ फेरि खङ्गालीतिर छ है। आम्मामा भाइ भतिजहरू पो रहेछ त हौ। ल दामी। यहाँ चाहिँ घाम भयो भने शीतल छ बबाल छ है। खङ्गाली हो गाइज, खङ्गाली दाजुभाइ खङ्गाली। यो स्वर्ग छ नि हौ। बवाल छ है बवाल। दामी रिफ्रेस फिल भइरहेछ होइन। अलिकति शीतल भए त टक्क बस्नुहुन्थ्यो नि होइन। के भइरहेछ तपाईँलाई? कहाँ बिचमा जानु मिल्दैन त होला। यस्तो छ नि, यो तल देखेको त्यसमा खाली खुट्टा टेकियो भने काट्छ। कहाँ? ए त्यहाँ ढुङ्गा बढाएको हुन्छ नि, यहाँ चुनढुङ्गा हो। नुन पानीले जस्तो नाचुन्छ हुँदो रहेछ। यता शीतल होला है। अब यताको भ्यू चाहिँ कस्तो छ हेरिदिउँ ल चाहिँ। टक्कै हेरिदिउँ। स्टप छुरी खुम्जी अरे यता जानु मिल्छ। यताबाट जाउँ। बाया स्विजरल्यान्डतिर घुम्न आए जस्तो छ त नि होइन। हो नि बवाल छैन बुढा। रमाइलो छ यो ठाउँहरू। हेर्नुहोस् यो भ्लगलाई भरपूर मनोरञ्जन लिनुहोस्। हामी दाजुभाइको भन्नु न। दाजुभाइको ठिक छ। आजको विशेष
गर्मी बिदामा यस्तो ठाउँहरू घुम्नु पाउँदा हृदयदेखि आभार प्रकट गर्न चाहन्छु मेरो हाइदी भाइलाई पनि। मलाई मात्र होइन म आफैलाई पनि भन्नु म आफैलाई त अब म एक्लै भएको भए म आउनेवाला थिइनँ। हाइदी भाइ हुनुहुन्छ हो हामी दुईजना आयौँ, एकदम खुसी लागेको यस्तो भ्यू राम्रो छ। यो दामी छ होइन। मेरो दाईको मनको कुरा निस्क्यो होइन। बिल्कुल हजुर ल धन्यवाद दाईलाई पनि। आज सुतिरहेको थियौँ बिहानै होइन। हो नि, जाउँ 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 तपाईँको प्लानमा आइयो, सक्सेस पनि भइयो। एक्कासी हुन त कहाँ हिँडेको कता आइपुग्यो होइन। त्यो फाल्टै छ, त्यो फाल्टै कुरा हो। फाल्टै कुरा हो। तर जताखेरि पनि कोरियामा चाहिँ घुम्ने ठाउँहरू दामी छ। दामी छ, मजाकै छ। भाउजू हो त भाउजूहरू पनि राम्रै तर कतिजनालाई भाउजू बनाउँदै भन्ने। अब यो त सकिन आँटेछ त यो ब्रिज त। ल अहिले चाहिँ हामी दाजुभाइ टक्क समुद्रको किनारमा हिँडिरहेछौँ होइन। अब टक्क यता चाहिँ समुद्र छ। दाइ चिसो घाँटी पनि चिसो बनाउँदै हिँड्नु न के छ त। खोइ हामी बस्ती चाहिँ कहाँ हो यार, कस्तो गएको छौँ हजुर। खोइ साइकल घामले चाहिँ यार सर्लक्कै पारिसक्यो। ओ के हो यार, बिल्डिङहरू पनि अपार्ट पनि माछाको सेपमा छ त। माछाहरू टन्न मार्छ होला यहाँ त होइन। वाह 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 दामी रहेछ है। छुराको उयो अरे झर्न सकिन्छ। अलि यतापट्टि आउनु यार, घाम आयो क्या त्यताबाट। बा फोटो खिचिदिने हो है। यहाँ पनि रुल्सहरू चाहिँ नि नेपालको पारै तोड्छ क्या होइन। माछा नमार भन्ने ठाउँमा फेरि माछा मार्छ। बच्चाहरू यो हाम्रो अब बाटो उयो हिँड्ने हो, यो साइकलको लेन रहेछ। हेर्नुहोस् राजेन्द्र खड्की हो। राजेन्द्र खड्की हिजो अस्ति आउनु भएको अरे हो, यहाँ इन्जोय गरिरहनु भएको छ। क्या दामी दामी डिजाइन छ। पुगेर आएको त त्यहाँ फर्किँदै। यहाँको एरिया चाहिँ खास यस्तो रहेछ होइन। यो चाहिँ खाँगाली बिच हो। फाइनली गएछ हामी चाहिँ अब यो हेउन्डे बिचमा घुमेर पनि फर्किने प्लानिङमा छौँ। अब फाइनली हामी चाहिँ फर्किँदैछौँ। गर्मी चाहिँ लास्टै छ है, गर्मी लास्ट। दाइ हामी फर्क्यौँ होइन अब। फाइनली अब हामी फर्किन लागेको छौँ। रमाइलो भयो। हजुर तपाईँहरूले पनि अब यो भ्लग हेरेर इन्जोय लिनु होला भन्दै हामी चाहिँ अब फर्किरहेको छौँ है। बाई बाई। अब हामी ट्रेन चढेर गाडी चढेर अनि माथि रुममा पुग्दैछौँ होइन। अझै धेरै छ हामी फर्किनु चाहिँ। अनि लगभग 7 पनि पर्दैछ। त्यही हो बवाल छ एरिया चाहिँ। अनि गर्मी बिदामा कोही आउन चाहनुहुन्छ भने एकदमै दामी छ है। यो खाँगाली भन्दो रहेछ यसलाई चाहिँ। अड्क्यो है मान्छे।